हो हामी चाहिँ आज हेलो जय श्रीराम। जय श्रीराम। हामी चाहिँ आज नेप्से चाहिँ असो चार्ट एनालाइसिस गर्न लागिरहेछौँ। ल हेर्नु है त सबैजनाले कस्तो हुन्छ चार्ट एनालाइसिस गर्दाखेरि चाहिँ। फर्स्टमा चाहिँ नेप्से अल्फातिर जाऊँ। फर्स्टमा चाहिँ के हुन्छ त दोस्त आजको मार्केट चाहिँ माथि जान्छ कि तल जान्छ कि के हुन्छ नेप्से? आज स्टार्ट चाहिँ नेप्सेबाट गरौँ सर। तिहान गर्छ सर्ने हेर्नु, आजको मार्केट अब के छ भने मैले चाहिँ सर भन्नै पर्ला। आजको मार्केट चाहिँ बढ्नु पर्यो होइन इन्ट्री गर्नको लागि हाम्रो लगभग हामी एक्सपेक्टेसन पनि गर्छौँ कि बढ्ला भनेर सर। हामी एक्सपेक्टेसन चाहिँ अस्तिको चाहिँ त्यो विकली फेयर भ्यालुमा आ भएर चाहिँ माथि जान्छ भन्ने चाहिँ हाम्रो योजना हो। तर तर हामीले चाहिँ अपोजिट टाइपले सोध्ने भयो कि अरूले चाहिँ यहाँ रेडी हुने भयो के गर्न भनेपछि सेलको लागि रेडी हुने भयो। अरू सेलको लागि रेडी हुन्छ भने हामी हामी बाईको चाहिँ लागि बाइकको रेडी लागि हुने रेडी भयो। हुनु पर्यो। किनकि यसले चाहिँ फेयर भ्यालुमा आएर क्लियर इन्डिकेट दिएर चाहिँ माथि जान्छ जस्तो लागिरहेछ मलाई चाहिँ। अब के हुन्छ अब नेप्सेको अब भर त छैन होइन, न्युजहरूले पनि फरक पार्छ। हो फरक त पार्छ तर लगभग सबसे हाई प्रोबेबिलिटी चान्स यही हो किनकि सबजना रेडी छन् सेलमा भनेको त हामी बाइकको लागि रेडी बस्ने। बाइकको लागि रेडी बस्नु पर्यो। माथि जान्छ माथि। माथिको यसले चाहिँ टार्गेट कति भन्दाखेरि चाहिँ त्यहाँबाट चाहिँ लगभग टार्गेट चाहिँ खै 2880 जति चाहिँ को चाहिँ टार्गेट राख्दाखेरि चाहिँ ऊ नै हुन्छ जस्तो खै लाग्छ मलाई चाहिँ। टार्गेटहरू देखाउनुहोस् त। टार्गेट चाहिँ हामीले चाहिँ यो राख्दाखेरि चाहिँ टार्गेट ठिक हुन्छ हाम्रो चाहिँ। यो चाहिँ एउटा हाई चाहिँ यति यहाँको लिक्विडिटी लिएर जानलाई चाहिँ यहाँबाट चाहिँ यहाँ जान्छ जस्तो लाग्छ मार्केट। यहाँबाट यहाँ गयो भने चाहिँ हाम्रो अब चाहिँ बेस्ट हुन्छ। यहाँबाट यता गएको बेलामा किन्न सक्यो भने चाहिँ। अनि त्यो हाईहरूमा चाहिँ के हेर्नुहुन्छ हजुरले चाहिँ? हाईमा चाहिँ मैले खासै त्यस्तो केही पनि हेर्दिनँ। अब किन्न जाँदाखेरि चाहिँ डेलीमा चाहिँ गएर हेर्नु पर्यो कि के भइरहेछ अनि त्यो अनुसारले हुन्छ। मैले चाहिँ विकली हेर्छु अनि त्यसपछि चाहिँ विकलीको फेयर भ्यालुमा आएर चाहिँ अनि विकली फेयर भ्यालु आएर यसले चाहिँ अनि उ दिएर अनि अब किन्नको लागि चाहिँ तयार भएको छ। ए लगभग अरूले चाहिँ रेडी हुन्छन् त्यहाँ चाहिँ बेच्न, हजुर चाहिँ किन्नको लागि रेडी। किन्नको लागि रेडी। अरूसँगै चल्यो भने त हुँदैन नि। अपोजिट चल्नु पऱ्यो ठिक। अपोजिट चल्नु पर्यो ट्याक्राके लाएर। अपोजिट भनेर सधैँ अपोजिट पनि चल्नु भएन कहिले क्या। काहीँ चाहिँ कहिले काहीँ अपोजिटले पनि फेरि गाँडै हान्छ नि हान्नु हान्न त फेरि। हान्छ। आज चाहिँ कस्तो क्यान्डल देख्न चाहनुहुन्छ यसमा? आज चाहिँ माथि गएको क्यान्डल देख्न चाहन्छु मैले। धेरै माथि पनि नजाओस्, त्यही 2-3% चाहिँ हल्का हो इन्क्रिज भएको क्यान्डल भयो भने चाहिँ बेस्ट हुन्छ। उम्, किनकि मार्केटमा पहिला नै कन्सल्टेसन नि आइसकेको छ। यहाँ यति कन्सल्टेसन नि आइसकेको छ। कि फास्ट त यो मुभ नै हुन सकेछ। गिर्ने भए भए चाहिँ मार्केट तल फास्ट मुभै लिएर गएर चाहिँ यहाँसम्म चाहिँ पुग्थ्यो क्या मार्केट। यहाँसम्म पुग्थ्यो, गिर्थ्यो गिर्थ्यो। तर यो गिर्ला जस्तो चाहिँ हप्तामा छैन लागेछ। क्या। धेरै दिन लागेको छ। 1 2 3 4 5 6 7 8वटा क्यान्डल चाहिँ यहीँ नै गिजिमिजी भइरहेछ नि कन्सोलेसन भइरहेछ। नत्र गिर्ने नै भए चाहिँ डाइरेक्ट यहाँबाट यहाँ चाहिँ आइहाल्थ्यो क्या। ए टार्गेटहरू पनि देखाइदिने त। यहाँबाट यहाँ आइहाल्थ्यो। तर यो चाहिँ भएन, यस्तो भयो। त्यही भएर अब यसको टार्गेट चाहिँ अब हामीले यहाँ किन्दाखेरि चाहिँ यहाँसम्म चाहिँ यसको टार्गेट भयो। 2882 सम्म चाहिँ हामीले टार्गेट राख्न सक्छौँ नेप्सीको। अब नेप्सीको यसो भन्दाखेरि चाहिँ तपाईँहरूलाई नेप्सीको त चार्ट किन्ने होइन नि त हामीले। किन्ने हो र त त्यो त किन्नु पर्दैन हामीले। नेप्सीको चार्ट किन्ने होइन। चार्ट किन्नलाई त अब यो भयो त अब यसले त काम नगर्न नि सक्छ नि त सेयरहरूमा त। यो नेप्से बढिरहेछ भने नि कुनै सेयर त अब घटिरहेछ। अब कोरबलहरू अब नेप्से बढिरहेछ तर यो घटिरहेछ। घटिरहेछ हो किन यो। चाहिँ यस्तो भइरहेछ? हो यो यसको बारेमा चाहिँ हजुर भन्नुहुन्छ कि म भनौँ यसै? तिमी अलिकति भन त्यसपछि म भनौँला नि। ए ल ल ल मैले थाहा भएको चाहिँ मैले भन्छु, हजुरलाई थाहा भएको हजुरले भन्नुहोस्। अब यहाँ त्यसपछि हेरौँ मेरो चाहिँ के भन्दाखेरि नेप्सेलाई हेर्नु पऱ्यो हामीले फर्स्टमा त। किनकि अब नेप्से बढेपछि हल्का चान्सेस भयो कि उता हाम्रो लागि त्यति लसको चान्स पनि हुन्न। अब नेप्से हेरेपछि के हेर्नु पऱ्यो भन्दाखेरि नेप्से त अहिलेसम्म बढेको छैन। अब हामीले अलरेडी अगाडि बढ्न लागेको स्टक हेर्नु पऱ्यो कि नेप्से घट्दा पनि बढेको स्टक। अब त्यो स्टक अब त्यसको लागि चाहिँ अहिले यताको स्टक मात्र हेरौँ। होइन मैले चाहिँ के सोधेँ भने नेप्से बढ्दा नि किन घटिरहेछ त स्टक चाहिँ भन्नेवाला चाहिँ सोधेको कि। स्टक त अब नेप्से हिसाबले चल्दैन, सब आफ्नो हिसाबले त्यहाँको न्युजको हिसाबले भइहाल्यो। मैले बुझेको चाहिँ अब यस्तै अब कोरबल हेरौँ न। कोरबलमा चाहिँ के भइरहेछ त भन्दाखेरि पहिला नै यसमा चाहिँ ऊ आइसकेको छ क्या। कर्बल हेर्नुहोस् त्यहाँ 8% गिरे जस्तो लाग्छ त हेर्दै बढी क्यान्डल। पहिला नै मार्केटमा चाहिँ पहिला नै ऊ आइसकेको छ क्या। यसमा चाहिँ मुभ आइसकेको छ। मार्केट चाहिँ मुभ आइसकेको छ। यसको ठुलो भोल्युम नै गइसकेको छ क्या। यसको हाई नै ब्रेक गरिसकेको छ भनेपछि त अब यो त यसको लिक्विडिटी लिएर झर्ने नै बेला हो। अब यसमा चाहिँ रिटेलरहरूको चाहिँ अब यहाँकोबाट लिक्विडिटी लिएर झरिसक्यो। होलसेलरहरूले चाहिँ बेच्न थालिसक्यो। त्यही भएर नि यो यस्तो भएको। अब धेरैवटा सेयरहरू त्यस्तै छन्। अब भोल्युम मार्केटमा आइरहेको नि छैन नि त पुरानो सेकेन्डरी मार्केटहरूमा। किन भन्दाखेरि चाहिँ यस्तो चाहिँ किन भयो भन्दाखेरि चाहिँ अब आइपिओहरू चाहिँ धेरै लन्च भयो क्या। आइपिओले चाहिँ डाइरेक्ट रूपमा चाहिँ इफेक्ट गरिरहेछ।
अब सबले पैसा चाहिँ यस्तोमा हाल्ने भयो क्या, अब आइपिओहरूमा हाल्ने भयो नि त। जस्तै अब आइपिओ अब कुन किन्ने, आइपिओमा चाहिँ धेरै उ आइरहेको नि त, आरएसएमएल अझसम्म फर्स्टमै छ। आज पनि मार्केटमा राम्रै उ गर्छ जस्तो छ, राम्रै किनबेच हुन्छ जस्तो छ आरएमएस। यो चाहिँ नेप्सेसँग हिँड्न सक्छ, किन भन्दाखेरि चाहिँ ठुलो भोलुमवालाहरू चाहिँ नेप्सेसँग हिँड्छन्। अब त्यो रिटेलरहरूलाई चाहिँ खासमा फसाउने होलसेलरहरूले चाहिँ कसरी भन्दाखेरि चाहिँ फाइनेन्स सेक्टरहरूमा हो क्या। जस्तै अब फाइनेन्सहरूमा चाहिँ सानो सेयर हुन्छ नि त, सानो थोरै सेयर हुन्छ, अनि रिटेलरहरूलाई चाहिँ त्यहाँ फसाइदिएर होलसेलरहरू चाहिँ निक्लिन्छन् क्या। तिनीहरूले चाहिँ फेक मुभहरू चाहिँ क्रिएट गर्छन् क्या मार्केटमा। त्यस कारणले पनि हो। त्यही भएर चाहिँ हामीले चाहिँ अब सोच विचार गरेर हाल्नुपर्छ पैसा भन्ने बित्तिकै ल्याममा हाल्दै नि खत्तै जित्छ भन्ने नै हुन्न क्या। हारेसी सक्यो। अब मेरो एउटा दोस्तले के गरेको थियो भने क्रिस्टमा किन्यो, क्रिस्ट लगाउ त एकचोटि। अब एउटा हजुरहरूलाई उदाहरण नै दिइहालौँ। क्रिस्टमा चाहिँ कहिले किन्यो भन्दाखेरि आइपिओ आएको बेलामा अब त्यो के अरे दिपेन्द्र सिंह अग्रवालको तालमा लाएर दोस्ले आइपिओ आएको बेलामा किनिदिइहाल्यो। आइपिओ बेच्न थाले बेला किन्यो। उसले चाहिँ कहाँ किन्यो भन्दाखेरि ठ्याक्कै लाएर यो 2100 को हाई पोइन्टमा गएर यही 30 देखि 50 को रेन्जमा गएर किनिदियो 2300 को। तर त्यो दिनदेखिबाट आजसम्म उसको मार्केट लगभग 1.5 वर्ष जति भयो, उसले आजसम्म प्रोफिट पाएन। 2 लाखमा उसको 1 लाख भन्दा पनि तल भइसक्यो, त्यति हुँदा पनि प्रोफिट पाएन। अब उसले मलाई भन्छ कि अब कसरी चाहिँ माथि गरिदिउँ भनेर सोध्छ अब मलाई। अब यस्तो सेयर किन्दाखेरि नै पहिल्यै सोध्न पर्ने हो, पछि सोधेर त भएन। अब बेच्ने कि राख्ने भयो। अब यसको लास्ट उपाय भने कि अब रिजर्भ सेयर खोल्यो भने भर्ने, अनि आफ्नो प्रोफिट निकाल्ने। प्रोफिट पनि हुन्छ हुँदैन नि थाहा छैन। अब ब्याज स्याज गर्दाखेरि धेरै नै घाटा लगभग यो त खतरैसँग फसेको जस्तो भयो। यो त फसाएकै हो कि। अब रिटेलरहरूले चाहिँ अब खेल खेल्न, रिटेलरहरूलाई चाहिँ अब पैसा फसाइदिन्छन् कि। अब ठुला इन्भेस्टरहरूले चाहिँ खेल खेल्छन् होइन। त्यसमा चाहिँ फस्न भएन तपाईँहरू। सेयर बजार भन्ने बित्तिकै जेनजीहरूको दिमागमा चाहिँ पैसा आउँछ क्या। अब हाम्रै पनि आथ्यो, तर हामीले चाहिँ पछि बुझ्दै जाँदाखेरि चाहिँ यो गेम त अर्कै रहेछ भन्ने बुझियो, गेम भित्रको छ भन्ने बुझ्यो। अनि त्यही भएर चाहिँ अनि यसमा चाहिँ सोचेर गर्दाखेरि त प्रोफिटै छ, तर अब सोच्नु भएन भने चाहिँ जाने चाहिँ फिक्स हो। अब रुल पनि खतरै आएर रहेछ नि। अब यसमा चाहिँ अब धेरैवटा नेपालमा चाहिँ अब सानो मार्केट छ, अनि धेरैजना चाहिँ अलिक पैसा धेरै लिएर आएर चाहिँ स्टक म्यानिपुलेसन गर्न सक्छन्। अब जस्तै अब यो एउटा हाइड्रो पावर छ नि, अहिले आइपिओ आएको थियो नि, हाइड्रो पावरको आइपिओजहरू त खै यता एउटा हाइड्रो पावर छ 1800 हो, यो वाला आइपिओ क्या, सूर्योदय हाइड्रो इलेक्ट्रिसिटी। अब अहिलेसम्म हाइड्रो चाहिँ यति पो पुगेकै छैन क्या। 1800 1900 2000 2000मा अब कतिलाई भिराइदियो भनेपछि अब यो तल जान्छ क्या। माथि गयो भने यही कन्सोलिडेट भएर फेरि तल नै झर्ने हो क्या। यो 1000 जतिमा आउँछ भनेपछि त धेरै मान्छे त यहीँ फसे नि। हाइड्रो अरू पनि हेरौँ। अब यो त एउटा जाला भन्न सक्नुहुन्छ तपाईँहरूले। त मुजी जानियास भन्लान् फेरि होइन, मान्छेले भन्न सक्छ। अब जान्ने त हामीले जति जानेको कुरा त त्यति भनियो। अब कस्तो स्टक चाहिँ उठाउँदा चाहिँ अब हाम्रो प्रोफिट होला त दोस्त? अब हेर न, हाम्रो स्टक कस्तो उठाउँदा प्रफिट होला भन्दा त आइपिओ जुन गिरिरहेको छ त्यसमा त लाग्ने भएन, जो माथि गएर गिरेको छ। जस्तै कि यो स्टक भइहाल्यो, यस्तो स्टकमा त लाग्ने भनेको फेरि त्यो क्रिस्टमा जे भयो त्यो चाहिँ फेरि रिपिट हुनेवाला छ होइन। हामीले हेर्ने भनेको चाहिँ हेर्ने चाहिँ के भन्दाखेरि हाम्रो साथीको जस्तो हालत नहोस् नहोस् भनेर यहाँ चाहिँ नेप्से हेर्ने फर्स्टमा त आउँछ। अब नेप्से बढ्दैछ, कहिलेकाहीँ अब स्टक घट्न सक्छ, त्यो गर्न सक्छ। तर नेप्से बढ्दा फेरि कुनै स्टक झन् हेभी दिन सक्छ कि रिटर्न, किनकि यो लिक्विडिटी पोइन्टमा पुग्दासम्म त नेप्सीले त केही पर्सेन्ट मात्र रिटर्न दिन्छ। हेरौँ कति दिने रहेछ। यतै कतै इन्ट्री गर्थ्यौँ भने लगभग त्यही 1-2%को। तर यहाँ 1-2% भयो भने कुनै स्टकले त 10% दिन सक्छ, 20% दिन सक्छ। त्यो स्टक छान्नलाई चाहिँ हामीले हेर्नु पऱ्यो, भोल्युम चाहिँ म्याक्सिमम हुनु पऱ्यो। भोल्युम चाहिँ एकदमै हेभी आउनु पर्यो। 15% चेन्ज छ नि, त्यसमा चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? यो त अब इन्ट्राडे आउँछ भने त ठिकै छ, नत्र नर्मल जनताहरूको लागि चाहिँ रिस्क बढ्यो कि, इन्भेस्टरहरूको लागि रिस्क बढ्यो। ठुलोहरूको लागि रिटेलरहरूको लागि, ठुलो मान्छेहरूको लागि चाहिँ डुब्ने चान्स बढी भयो। किन भन्दाखेरि आज किन्छ 3 दिन, नेपालको सिस्टम फेरि अलिक नराम्रो छ। नराम्रो भयो। यदि यस्तो भइदियो हेर्नुहोस् त, 3 दिन छ, 3 दिन 15% को दरले घट्यो भने त 45% त पोर्टफोलियो जाने भयो। 1 लाख गरेछ भने त तपाईँको क्यापिटलै 55% मा आइपियो। 55% मा आइपियो, 55,000 आइपियो भनेपछि त त्यो मान्छे त अब त्यसले त गाह्रो पर्यो। सुसाइड पनि हेर्न सक्छ मान्छेहरूले त्यस्तोमा। धेरै यस्तो केसहरू नि आइरहेछ। के थाहा, घर जग्गै गरेर त्यसले हाल्दै थियो, 45% त्यसको घाटामा गयो। अहिले त 1xbet नि बन्द छ, त्यसको सट्टा फेरि यहाँ मान्छे यता लगायो भने
जसरी फेरि घाटै हुन्छ त्यही भएर चाहिँ राम्रोसँग खेलेर अरूको खेल बुझ्नु सक्नु पर्यो पहिला त प्लेयरहरुको गेम चाहिँ बुझ्नु पर्यो जस्तै यसमा चाहिँ हामीले हेल्प गर्न सक्छ जस्तै हजुरले हेल्प गर्न सक्नुहुन्छ किनकि धेरै एक्सपिरियन्स भइसक्यो लगभग छ प्लेयरलाई बुझ्न सक्छौँ हामीले प्लेयरको त काम गरेको मान्छे ब्रोकरमा काम 4-5 वर्षदेखि चाहिँ हामीले नेप्से चार्ट पनि एनालाइसिस गरिरहेछौँ कहाँ कस्तो भइरहेछ त्यसमा हामीले ब्रोकर हाउसमा पनि काम गरिसकेका छौँ ब्रोकर हाउसमा पनि काम गरिसकेका साना इन्भेस्टहरू पनि गरिरहेका छौँ हामीले चाहिँ अब ठुलो गर्न नसके पनि अब त्यसमा चाहिँ हाम्रो प्रोफिट हामी चाहिँ फेरि त्यस्तो धेरै हेर्दैनौँ क्या 20 देखि 30% अथवा 10-20 चाहिँ हामी चाहिँ प्रोफिट रिटर्न पाएपछि हामी चाहिँ मार्केटबाट निक्लिहाल्छौँ तर रिटेलरलाई चाहिँ झ्याप्पै चाहियो कि 100% रिटेलरले चाहिँ के सोध्छ भने 1000% गर्छु 1000 रुपियाँ ल्याउँछ 10 लाख बनाएर लिएर जान्छु भन्छ त्यस्तो सम्भव छ र नेपालमा त्यो त सम्भवै छैन नेपालमा त्यस्तो सम्भवै छैन त्यस्तो त हेरेर सोचेर गर्नुहुन्छ भने त तपाईँ अब तासै खेल्नुपर्छ तपाईँ हजुरको त्यो पनि भन्दिनु यहाँ इन्स्पिरेसनको लागि कति चाहिँ रिटर्न लगभग लिनुहुन्छ 10% 15% 10% रिटर्न लिने भने मतलब एउटा एक्चुअल रियल रिटर्न चाहिँ कस्तो हुन्छ भन्ने कुरा चाहिँ ब्याङ्क छ भने चाहिँ हजुरहरूले 10% लिनु पर्यो ब्याङ्क छ भने चाहिँ धेरै होइन 10% भयो भने पुग्यो हजुरहरूले 10% रिटर्न लिने हिँड्ने यदि अब फाइनान्स सेक्टरहरू छ भने चाहिँ अब कतिसम्म लिन सकिन्छ भने फाइनान्समा चाहिँ 20 देखि 30 सम्म पनि लिन सकिन्छ अहिले 15% भनेपछि 2 दिन मात्रै बढ्यो भने नि 30% को त ग्रोथ भइगयो अब अरू हाइड्रोहरू छ भने चाहिँ 15 देखि 20 सम्म लिग्ने अरूहरूमा चाहिँ त्यसरी निक्लिँदा पनि तपाईँलाई सेफ इन्ट्री नै हुन्छ सेफ एक्जिट नै हुन्छ तपाईँहरूको लागि सेफ इन्ट्री गर्ने सेफ एक्जिट नै गर्ने अब बुल मार्केट छ भने चाहिँ तपाईँहरूले छोडिदिन पनि सक्नुहुन्छ बुल मार्केटमा चाहिँ खासै फरक पर्दैन बुल मार्केटमा चाहिँ माथि नै जान्छ एउटा टार्गेट त हाम्रो यो पनि भयो होइन अब तपाईँहरू चाहिँ हाई रिस्क खेल्न सक्नुहुन्छ भने अर्को टार्गेट 1972-75 पनि 3000 सम्म पनि हो अब राम्रो नीति अब अर्थविदहरू पनि छन् हाम्रो अर्थशास्त्री अब फाइनान्स मिनिस्टरले अब राम्रो राम्रो नीति ल्याउने इन्भेस्टमेन्ट फरेन आयो भने त नीति राम्रो बन्यो भने 3000 पनि छुन्छ नेप्सी 3000 पनि छुन्छ नेप्सीले 3200 पनि जान्छ 3000 जान्छ अझ राम्रो टार्गेट अहिले मान्छेहरूले चाहिँ अब 15% को लागि चाहिँ के भनिरहेछन् भने 10% नै ठिक छ भनेर उजुरी सुजुरी परिरहेछ यो विषयमा चाहिँ के भन्न चाहनुहुन्छ अब त्यो असर त अब के भन्ने त्यो विचारमा त अहिले इन्ट्राडे ल्याएको भए चाहिँ के छैन कि सक्दैन के भन्दा अहिले चाहिँ रिस्क नै हो छिटो भन्दा छिटो इन्ट्राडे सरकारले ल्याउनु पर्यो इन्ट्राडे ल्याउँदा पनि इन्ट्राडेमा तर यो अब जसले सिकेका छन् जानेका छन् इन्ट्राडेमा फेरि कमाउने तिनीहरूले हो अब नथाहा भएको रिटेलरले त जता पनि घुमाउने छ इन्ट्राडेमा चाहिँ यस्तो हुन नि सक्ला नि फेरि अब इन्ट्राडेको स्टकहरू चाहिँ जम्मा 20-30 वटा कम्पनीको चाहिँ सेयरलाई चाहिँ नेप्से 30 ल्यायो भने त 30 वटा सेयर त भयो नि त 30 वटा सेयरमा चाहिँ किन्ने भने त हाई प्राइसमा 30 वटा 30 जना मिलेर चाहिँ अनि नेप्सेलाई चाहिँ पुरै कन्ट्रोल गर्न खोजे भने त फेरि 30 जना मिल्यो भने त फेरि सब डुब्छ नि त मान्छे 30 जना मिलेर चाहिँ अनि करोड गरेर म्यानिपुलेसन भयो नि त म्यानिपुलेसन हुनु पर्यो अब सरकारले त्यसमा चाहिँ के पोलिसी ल्याउनु पर्यो कि रुलहरू बनाउनु पर्यो यदि अर्डर के गर्दै अनि धेरै अर्डरहरूलाई पनि म्यानेज गर्नु सरकारलाई चाहिँ अब के भन्न चाहनुहुन्छ तपाईँ सरकारलाई त मैले चाहिँ भन्न चाहन्छु भने सरकारलाई सुकुम्बासी बस्ती मात्रै भत्काएर चाहिँ त्यसो विकास हुँदैन यसो स्टकमा पनि ध्यान दियो जस्तै सुकुम्बासी हटाएस्तै यो ब्रोकरहरू नै हटाउनु पर्यो क्या बिचबाट चाहिँ कमिसन खाने ब्रोकरहरू यो पेमेन्ट पनि 3 दिन 4 दिनमा होइन एक दिनमै गर्नु इन्टरनेसनल उतिर लिएर जानु पर्यो कि स्टक एक्सचेन्ज जस्तै गरी लिएर जान सक्नु पर्यो अब इन्डियाले त लिएर गइरहेको छ इन्डियामा अब निफ्टी 50 छ अब ठुला ठुला कम्पनीहरू छ अब त्यस्तै हाम्रो नि नेप्से 30 ल्याउँदा पनि अब फेरि स्टक म्यानिपुलेसन गर्ने पम्प एन्ड डम्प गर्न खोज्यो भने त अनि गरिबहरूलाई त रिटेलर गरिबहरू जो इन्भेस्ट गरेर पैसा कमाउँछु भनेर आउनेहरू त जसरी डुब्ने त हो नि दोस्त यसमा चाहिँ के छ यसमा त पुरा अब हजुरले भनेको चाहिँ मैले के भन्नु एक्सपिरियन्स बढी हजुरलाई नै छ इन्फर्मेसन अब अर्को चाहिँ फेरि क्वेसन के आएको भन्दाखेरि अब यो नेप्सेमा त लगभग मान्छेहरूले प्रेडिक्ट गर्न सक्ने हो स्टकमा सक्ने होइनन् अनि पछि यो चोटिको यो जुन मुभ आउँछ यो लिक्विडेट लगेको यसमा चाहिँ कुन सेक्टरले चाहिँ लिड गर्छ भन्ने कुरा पनि छ त्यो चाहिँ के भन्न चाहनुहुन्छ यसमा चाहिँ अस्ति नै एकचोटि चाहिँ के भयो भने यसमा चाहिँ अब नेप्सेमा चाहिँ के हुन्छ भने कुन सेक्टर भन्दाखेरि चाहिँ एउटा टाइमको सेक्टर हुँदो रहेछ पहिला एक लट फाइनान्स सेक्टरले मुभ गरेको थियो त्यो बेलामा हाइड्रो चाहिँ अड्कियो अब यही मुभमा यो 2700 पुग्दाखेरि पनि फाइनान्स सेक्टरले चाहिँ यो मुभमा फाइनान्स सेक्टरले चाहिँ राम्रो गरेको थियो तर हाइड्रो अड्क्यो तर यही घटेर यो मुभमा फेरि फाइनान्स सेक्टरहरू सबै अड्किँदा पनि यो मुभमा चाहिँ हाइड्रोले चाहिँ बुम दियो क्या फेरि मान्छेलाई अनि त्यही भएर चाहिँ अब नेप्सीमा चाहिँ यो नेप्सीको इन्डिकेटरले चाहिँ सेयरमा चाहिँ खासै गर्दैन तर यदि बढिरहेको छ भने चाहिँ सबै बढ्ने पनि प्रोसेस हुन्छ अब घटिरहेको छ
लाग्छ भने अब तपाईँ सेफ इन्ट्री गर्छु अब ब्याङ्कमा फिक्स डिपोजिटै गर्छु भन्नुहुन्छ भने त्यसको लागि चाहिँ ब्याङ्ककै स्टक किनेर राख्नुहोस् न 9-10% पनि दिन्छ ऊ पनि वर्षमा दिन्छ बोनस पनि दिन्छ अब रिजर्भ सेयर कसैले खोलिहाल्यो भने काम लाग्छ तर ब्याङ्कले त खासै रिजर्भ सेयर नि खोल्दैन जस्तो लाग्छ ब्याङ्कमा चाहिँ इन्भेस्ट गर्दा चाहिँ सेफ छ जुन चाहिँ नेप्सेसँगै जान्छ क्या थोरै प्रफिट लिने धेरै पैसालाई थोरै ठाउँमा लगाउने लिएर जाने अब 10 लाख लगाएर 1 लाख जति लिएर जान्छु भन्नुहुन्छ भने चाहिँ तपाईँ चाहिँ उसमै जानु ब्याङ्कमै जानु भन्न चाहन्छु अनि पछि अब जसले चाहिँ बल्ल बल्ल नेप्सीमा चाहिँ इन्भेस्टिङ सुरुवात गरेको थियो ट्रेडिङ सुरुवात गरेको थियो तिनीहरूको लागि चाहिँ के भन्न चाहनुहुन्छ ल जसले बल्ल नेप्सीमा सुरुवात गरेछ अब तिनीहरूले चाहिँ के भन्छु भने अब स्टक हेर्दाखेरि चाहिँ अब बुल मार्केट अब नेप्सीमा बियर मार्केट हेरेर त कामै छैन खासै बियर मार्केटमा अब सेल सर्ट सेल भन्ने पोजिसनै छैन नेप्सीमा अब बुल मार्केटमै अब स्टक उठाउँदाखेरि पनि राम्रै हुन्छ अब बुल मार्केटको चाहिँ अब बुल मार्केट हुने बेलामा चाहिँ उठाउनु पर्यो कि बुल मार्केटमै उठाउँदा पनि घाट लाग्छ अब यस्तो सिचुएसन यहाँ बुल मार्केट छ भनेर यहाँ गएर सेयर उठाउनु त भएन नि अब बुल मार्केट पनि के भएर चाहिँ माथि गएको छ भन्दाखेरि चाहिँ अब कहाँनिरबाट चाहिँ गएको छ भन्नेवाला चाहिँ ध्यान दिनु पर्यो जस्तै अब यहाँनिर अब फेयर भ्यालु बनाएर जान लाग्छ भने पनि अनि उठाउँदाखेरि चाहिँ ठिक हुन्छ त्यही हो सिकेर इन्ट्री गर्दा उनीहरूको लागि राम्रो या इन्ट्री गरेर सिक्दा चाहिँ राम्रो अब पहिलो कुरो टिचर भन्ने नै हुँदैन नेप्सी अथवा सेयर मार्केटको चाहिँ मार्केट नै तपाईँको टिचर क्या मार्केट नै हेर्नु पर्यो अब तपाईँले चाहिँ अब गएर पढ्छु यसले पढाउँछ उसले पढाउँछ भनेर जानुहुन्छ भने चाहिँ तपाईँको निधारमा चुतिया लेख्नै पर्दैन क्या तपाईँ त्यो हो नै अब तपाईँले चाहिँ के हजुरको के कोर्स लन्च गर्नुभएको छ या हजुरसँग त सिक्न पाउँछन् किनकि एउटा रियल ट्रेडरसँग सिक्न पाएपछि अलि राम्रोसँग सिक्छन् भन्ने कुरा हुन्थ्यो कोर्स लन्च गरेर जसले सिकाउँछ नि त्यो भने चाहिँ मैले देखा चाहिँ त्यो चाहिँ भनेको जो पैसा कमाउन आएका मान्छेहरू हुन् कि हामीले चाहिँ यतिकै फ्रीमा दिने हो फ्रीमा दिँदा त सब्सक्राइब गरेका छैनन् अब भर्खरै सब्सक्राइब गर्ने कोसिसै छ त अब जसले चाहिँ अब हावाबाजी गर्छ अब 1 लाख हालेर 50 लाख बनाइदिन्छु भनेर जुनले चाहिँ झुटो आशा देखाउँछ नि अब मान्छे जेनजीहरू चाहिँ त्यसमै मेनिपुलेसन रियल मान्छेले चाहिँ सपोर्ट नगर्ने मोटिभेसन भन्न ठान्छन् क्या त्यसलाई अब त्यो जुन चाहिँ हुँदै होइन फेक हो अब तपाईँलाई 10 लाख हालेर 50 लाख बनाउनु छ भने चाहिँ तपाईँले तासै खेल्ने हो क्या जुवा नै खेल्ने क्यासिनो नै जाने हो अब यो नेप्सीमा बसेर त्यो गर्न सक्नुहुन्न कि त फरेक्स भइदिया भयो नि ल हो 1:10 लेख्छु भन्नुहुन्छ कि तपाईँ त्यसमा पनि रोडपति हो कि सुकुम्बासी नै हो बन्ने चाहिँ लास्टमा गएर त्यही भएर चाहिँ तपाईँले चाहिँ अलिकति सोच विचार गरेर आफ्नो पैसा लगानी गर्नुभन्दा अगाडि चाहिँ एकचोटि सोच्नै पर्यो अब पैसा आज सबैले अरूले कमा देख्नु भएन क्या तपाईँले 10 जनाले कमा होला गुमाउने यहाँ 1000 जना छन् 1000 लाखौं गुमाउने अनि 10 जनालाई हेर्ने होइन क्या लाख जनालाई हेरेर चाहिँ सिक्नु पर्यो तपाईँले 10 जनालाई हेरेर सिक्ने होइन क्या लाख जनाले के गरिरहेछन् त्यो गर्ने होइन क्या 10 जनाले चाहिँ कसरी गरिरहेछन् त्यो चाहिँ हेर्नु न त्यसपछि चाहिँ अलिकति केही हुन्छ कि जस्तो लाग्छ मलाई अब बाँकी कुरा चाहिँ अब तपाईँले यसो एक्सप्लेन कि यो हाम्रो लास्ट सेसन हुन्छ कि यो लास्टको या अरु के बेला बेलामा हाम्रो आउन नै सक्छ आउन पनि सक्छ अब अलिकति एकदम लास्टमा चाहिँ हजुर के भन्न चाहनुहुन्छ यो नेप्सेल आजकै भनिदिनुस् के भन्ने आज आजको चाहिँ नेप्से के हुन्छ त भन्ने हजुरको त्यो भनिदिनुस् कि ठ्याक्कै मैले भने चाहिँ अब फेयर भ्यालुमा आएर माथि जाने हो भने अब जाने बेला चाहिँ भयो तर पनि आज पनि यसो हेर्दा मार्केट हेर्दा चाहिँ आज कन्सल्टेसनै हुन्छ कि जस्तो लाग्यो किन भन्दाखेरि चाहिँ अब बजेट पनि अब 1-2 महिनामा लन्च हुन्छ त्यसले चाहिँ नेप्से चाहिँ माथि हाइपमा जाँदैन जस्तो लाग्छ कि यही कन्सल्टेन्ट भएर यही 2700 लाई चाहिँ यसलाई नै लिक्विडिटी मानेर बस्छ कि जस्तो लाग्छ वैशाख जेठसम्म चाहिँ यसलाई नै एउटा लिक्विडिटी मानेर बस्छ कि जस्तो लाग्छ त्यसपछि चाहिँ अब बजेटमा राम्रो सुधार भयो भने त माथि नै जाला माथि नै जाला अनि नत्र त अब यो तल झर्ने भए अब यो लिक्विडिटी तपाईको लिनु पर्थ्यो भने यत्रो टाइम वेस्ट गर्दै गर्दैन क्या नेप्सीले मार्केटले यत्रो टाइम वेस्टै गर्दैन थियो यो तलको लिक्विडिटी लिन जाने भए यहीँबाट 4-5 वटा क्यान्डलले यहाँ तल छोइसकेर माथि जानुपर्ने हुन्थ्यो तर यो चाहिँ यहाँ कन्सोलिडेट भयो जुन चाहिँ विकलीको फेयर भ्यालुमा छ क्या अहिले नेप्से विकलीको फेयर भ्यालुले चाहिँ अब पुश गर्छ कि नेप्सेलाई माथितिर बुलिस बनाउनको लागि चाहिँ बियरिस हुने भए त भइसक्थ्यो अब बुलिसको लागि अब योसम्म चाहिँ मेरो टार्गेट सेफ इन्ट्री चाहिँ सेफ एक्जिट चाहिँ योसम्म चाहिँ हुन्छ क्या 28 सेफ एक्जिट हुन्छ त्यसपछि तपाईँहरूले अर्को पनि राख्न सक्नुहुन्छ अब अर्को पनि अब लङ टर्मको लागि चाहिँ होल्ड गर्न सक्नुहुन्छ भने यो पनि एउटा टार्गेट नै हो हुन त एउटा राम्रै टार्गेट किनकि विकलीको त्यहाँसम्म पुग्नुपर्छ यो मार्केट अब यो अस्तिको न्युजले गर्दाखेरि अब ठुला बिजनेसम्यानले गर्दाखेरि नेप्सीको यो घट्नु के रे सम्पत्ति शुद्धिकरण हो कि त्यसले गर्दा रियल उ त छैन नि यसमा रियल मार्केट घट्यो भने त्यो त
कोल्याप्स भयो भने त यो अब यो रिइन्सुरेन्सहरू भयो अनि नन फाइनान्सियल उहरू इन्सुरेन्सहरू चाहिँ ठ्याक्क लाएर त्यसमा चाहिँ अलिकति त्यसको इन्भेस्टरहरूको चाहिँ अलिकति बेइमानी भनौँ कि अब के भनौँ बेइमानीले गर्दा घटेका चिजहरू हुन्। अब फाइनान्स मिनिस्टरले यसमा चाहिँ अब केही ध्यान दिनुपर्छ जस्तो लाग्छ। अब तपाईँ फाइनान्स मिनिस्टर चाहिँ के गर्दा चाहिँ नेप्से अथवा नेपाली जनता रिटेलरलाई चाहिँ फाइदा हुन्छ त? अब फाइनान्स मिनिस्टरले त अब के गर्नु पर्यो, मेन भनेको चाहिँ यो नेप्सेमा सुधार ल्याउनु पर्यो, किनकि सुधार छैन, यो अलि ब्याक भयो कि ब्याकवर्ड भयो। इम्प्रुभमेन्ट केही पनि छैन, नयाँ चिजहरू ल्याउनु पर्यो कि जुन अरू इन्टरनेसनल मार्केटमा छन् तिनीहरू ल्याएको चाहिँ अर्को यसमा ग्रोथ हुन सक्छ। इन्भेस्टरहरूलाई मोटिभेट गर्नु पर्यो यता। मोटिभेट गरिदिने भनेर अब तपाईँ एउटा इन्भेस्टर हुनुभयो, तपाईँलाई कसरी गर्ने भन्दाखेरि मेन चिज भने यहाँ चाहिँ म्यानिपुलेसन छ कि म्यानिपुलेसन। रिटेलरलाई घाटो र अलि डर र तिनीहरूलाई नोक्सानी हुने काम चाहिँ यो म्यानिपुलेसनको कारणले गर्छ। अब यहाँ सिस्टमहरू अलि एडभान्स बनाउनु पर्यो, म्यानिपुलेसन नहोस् या कम होस्, त्यो हिसाबले बनाएपछि अब रिटेलरहरूले पनि राम्रोसँग कमाउन सक्थे। र त एउटा अब हाम्रो फाइनान्स मिनिस्टरले चाहिँ दाबी पनि गर्छन् नि त, श्रीलङ्काको चाहिँ अर्थतन्त्र नै आफै जस्तो गर्छन्। त्यस विषयमा नि अब नेपालको त अब झन् माथि लान्छन् कि भन्ने आशा चाहिँ तपाईँ आशा त म्याक्सिमम नै छ। सरकारबाट चाहिँ तपाईँ के सरकार भयो, अब त्यहाँ मध्ये सबसे एक्सपिरियन्स अलग क्यापेबल सबसे भनेको चाहिँ फाइनान्स मिनिस्टर नै लाग्छ, किनकि ओल्ड ब्याङ्कदेखि लिएर अरू सबै ठाउँमा नेपालीमा एउटा कहावत नि छ नि त, जो अगुवा उही बाटो अगुवा भने जस्तो भयो भने चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ? त्यसमा त अब फाइनान्स मिनिस्टरकै गल्ती, हाम्रो त सोच्ने हो अब के गर्छन् भनेर। अब तिनकै हातमा छ के गर्ने भनेर। उनको हातमा त अब के छ त्यो चाहिँ भन्न मिल्ला होइन। उनको हातमा बजेटहरू छ।